होला नि यस्तो ड्यामी बच्चा क्या भिडियो रेकर्ड पनि हुन्छ के छैन मस्त के हिमाल हो हेरौँ हेरौँ जस्तो कि है तर दामी छ लाइसेन्स छैन तेल लेख्छ तेल लेख्छ यो पनि खाइयो रम्बा पनि खाइयो स्पिरिट यो पनि सक्यो 150 लिटर थोरै छ तपाईहरु भ्यू हेर्नु म चाहिँ पिउँछु हल्का ओ त्यहाँ हैन हो त्यहाँ भिडियो भइरहेछ देखियो हेत तेरिका ठाउँ हेर्नै राम्रो क्या यस्तो नजारा क्या है आइफोन भइदिएको है यति राम्रो देखिन्थ्यो होला सायद एन्ड्रोइड परियो के गर्नु पुरै यो चित्रमा बना हुन्छ नि त्यस्तो देखिरहेछ कि पुरै यो चाहिँ जलजला है जलजला भन्ने ठाउँमा हामी आएका छौँ घुम्नलाई हामीहरू चाहिँ अगाडि यो ठाउँमा आयौँ अनि यो ठाउँदेखि रोतै रोड भएर यहाँबाट यस्तो हुँदै हुँदै यहाँ आयो यहाँदेखि यस्तो यस्तो हुँदै यहाँ आयो होइन यहाँदेखि यस्तो उट्टा गयो फेरि यस्तरी आएर फेरि यस्तरी गरेर यहाँ आइपुग्यो यहाँ आएपछि यहाँ बसेको छौँ नास्ताहरू भयो राम्रो छ तर अहिले चाहिँ एकदमै राम्रो लाग्यो ठाउँ अब यता है कुन कुन ठाउँ हो यो थाहा छैन यस्तो रमाइलो यो मौका आउँछ कि आउँदैन थाहा छैन पछि अब यदि कुनै समय मिल्यो भने कुनै टाइम मिल्यो भने चाहिँ आवश्यक पनि मामाहरूसँग समय चाहिँ एकदमै हेरेर होइन त मामा जाडो लाग्यो अब घाम थियो अब एकदमै यहाँ चाहिँ रोल्पाको सबैभन्दा हाइट पर्ने ठाउँ चाहिँ जलजला नै हो यसरी यता भाग पनि होचो जस्तो देखिरहेछ के थाहा सबै अनि यताको भाग चाहिँ होचो जस्तो हुने कुरै भयो यता हाइट खासै छैन अनि सबै देखिरहेछ यतातिर यहाँ एकदमै चिसो हुन्छ अहिले चाहिँ घाम गरेको गर्दा भन्दा चाहिँ ठिकै छ अलि न्यानो अब जाने हो अब फेरि यही बाटो नै जाने हो यता जाने हो सधैँ आइरहेको हुन्छन् क्या मान्छेहरू त मेलामा चाहिँ यहाँ आउँछन् तर यो ठाउँमा चाहिँ आउँदैन तर यो ठाउँदेखि चाहिँ हिमाल हेर्न पाइन्छ अन्नपूर्ण धौलागिरी सिस्ने हिमाल यहाँ चाहिँ यो हो सिस्ने हिमाल अब यिनीहरूको नाम चाहिँ मलाई थाहा भएन
अनि चस्मा कता छ हौ मेरो एउटा छ नि गर्ने कता देख्यो यो हो यस्तो रमाइलो भइरहेछ यहाँदेखि मैले रुकुम पनि देखिरहेछु अनि यहाँदेखि मट गाउँ पनि देखिरहेछ ल है म तपाईँलाई सिकाउँछु रुकुम कहाँ छ भनेर चस्मा निकाल्नु पर्यो रुकुम यहाँ चाहिँ यो डाँडाको उतापट्टि पर्यो अनि यो हल्काले देखिरहेछ नि यहाँ पूर्वी मट पूर्वी रुकुम भयो यहाँदेखि आएपछि यो देख्नुभएको छ नि यहाँदेखि उता गएपछि टकसेर आयो अनि ठवाङको चाहिँ एउटा स्पेसल ठाउँ भनेको चाहिँ यहाँ छ ढाक्का हो यो देख्नु भएर छ नि यो चाहिँ पर्छ यहाँ चाहिँ मेला लाग्छ मेला पर्छ ल गाइस अब चाहिँ बाँकी कुराहरू चाहिँ भोलि या पर्सितिर कहिले हुन्छ म चाहिँ हाल्छु तपाईँले लाइक कमेन्ट सेयर र सब्सक्राइब गरिदिनु होला अनि चाहिँ नभुल्नु होला आगामी दिनहरूमा चाहिँ यसरी घुम्ने मौका टाइम मिल्यो भने चाहिँ फेरि तपाईँलाई अरू ठाउँहरू पनि देखाउनेछौँ आज चाहिँ साइड घर जाने गइन्छ कि यतै बस्नु चाहिँ थाहा छैन भयो भने चाहिँ घर जाने हो नत्रै फेरि अब यतै हुन्छ ल बास ल अरू चाहिँ पछि